जनाले यहाँ कति धेरै 28 जना
सागो दिनु गराएको Eso
चुनाव भइयो नि मेरा यहाँबाट रिपोर्ट मागिरहेको छु क्या भिडियो यो कुन खेल हो के खेल हो हजुर यो पनि भारी खेल ए ल यतिखेर हामी बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नम्बर 7 रजातोलीमा छौँ। भुवा पर्वको अवसरमा ऐतिहासिक भारी खेल खेलिराख्नु भएको छ। धेरै रमाइलो भइराखेको छ। यो खेल अत्याधिक रमाइलो रहेछ यो खेल। अगाडि हेरेर भन्नु है, अगाडि हेरेर भन्नु है।
तपाईँ पछाडि लाउनु ऐतिहासिक भारी खेल सकिएको छ। अब अर्को खेलको तयारी गरिराख्नु भएको छ। कहाँ कहाँबाट हेरिराख्नु भएको छ सबैजना कमेन्ट गर्नुहोला। भुवा पर्वको धेरै धेरै शुभकामना दिन चाहन्छौँ तपाईँहरूलाई। भुवा पर्व भव्य रूपमा मनाइराख्नु भएको छ। अब अर्को खेल फेरि सुरु हुँदैछ। त्यस्तै धेरै ऐतिहासिक ल फेरि अर्को खेल सुरु हुँदैछ।
रोटेट गर रोटेट भन्ने छ नि त्यो गर
झल्कना डोटी ढङ्गा राम साया दन्तवी झल्कना कुमाउ रामले शोभा पाताल दन्तवी शोभा खेल्दा कुमाउ रामले शोभा पाताल दन्तवी झल्कना शोभा खेल्दा राम साया दन्तवी झल्कना शोभा खेल्दा राम साया दन्तवी झल्कना मैनी सैनी शोभा पाताल दन्तवी झल्कना मैनी सैनी शोभा पाताल दन्तवी झल्कना मुद्रा पाइजाउ राम साया दन्तवी झल्कना पुट्टा पाइजाउ राम साया दन्तवी झल्कना झुटी छिटा पडी जान्न दन्तवी झल्कना टनी कन झुटी छिटा दन्तवी झल्कना आमुर कन अमृत भयो दन्तवी झल्कना फेरि लागि पातले झल्कना तेरी लागि पातले दन्तवी झल्कना तिर्दा खाली गाउँ छोड्या दन्तवी झल्कना तिर्दा खाली गाउँ छोड्या दन्तवी झल्कना डोटी ढङ्गा राम साया दन्तवी झल्कना डोटी ढङ्गा राम साया दन्तवी झल्कना कुमाउ रामले शोभा पाताल दन्तवी सवाल खेल्दा राम साया झल्कना सवाल खेल्दा राम साया दन्तवी झल्कना मैनी लैनी शोभा पाताल दन्तवी झल्कना मैनी लैनी शोभा पाताल दन्तवी झल्कना पुट्टा पाइजाउ राम साया दन्तवी झल्कना झुटी छिटा पडी जान्न दन्तवी झल्कना तनु कन झुटी छिटा दन्तवी झल्कना हामी कन अमृत भयो दन्तवी झल्कना तेरी लागि पातले दन्तवी दन्तवी झल्कना तिर्दा खाली सन्ध्या छोड्या दन्तवी झल्कना डोटी ढङ्गा राम साया दन्तवी छोट्याउ बोलो झल्कना कुमाउ रामले शोभा पाताल दन्तवी सवाल खेल्दा राम साया झल्कना सवाल खेल्दा राम साया दन्तवी झल्कना मैनी सैनी शोभा पाताल दन्तवी झल्कना मैनी सैनी शोभा पाताल दन्तवी झल्कना पुट्टा पाइजाउ राम साया दन्तवी झल्कना पुट्टा पाइजाउ
झल्कना तेरे लागि पातोर्यायो दन्तवे झल्कना तुझको गाने बाजा छोडे दन्तवे ल अब यो चाहिँ सकियो अब के आउँछ स्वर के भन्नुभयो हजुर अब त्यो सुरु हुन्छ यो अघिल्लो भारी खेल चाहिँ के थियो अहिले सकिएको अहिले सकिएको झल्कना भन्ने एउटा भारी खेल थियो ए हजुर 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 झल्कना माथितिर भोसोको पनि तयारी गरिराख्नु भएको छ केटाहरूले यता बुढापाकाहरूले अर्को भारी खेलको सुरुवात गर्दै हुनुहुन्छ अब कसको बहुमत हुने हो भन्ने कुरो जसको बहुमत भयो त्यही खेल हुने हो केटाहरू नै खेल्न लागिराख्नु भएको छ अब त्यो खेल हो यो बाटो पनि हाल्दैछु हामी स्कुल पनि बनाउँदैछु तपाईँले हेर्नुहुनेछ
पानी पानी तर पराला पानी तर पराला पानी तर पराला पानी तर पराला नागरी रुदला नागरी रुदला नागरी रुदला नागरी रुदला यही छ है जोस जाकर एकदमै जोस जाकर खेलिराख्नु भएको छ अनि बडा रमाइलो खेल्दैछ अब यार यो पनि खेल रमाइलो रहेछ पानी तर पराला ढुङ्गी मैटेको
लसक्क लस्किजाउँ फाइनल भयो फाइनल भयो ल यहाँ तल पनि रमाइलो गरिराख्नु भएको छ नि त बिहान नयाँ कपडा लगाउने नयाँ कपडा लाएर चाली खेल्ने अनि अहिले चाहिँ ती कपडा फोहोर गर्ने चलन रहेछ होइन काकु भतिजा मात्रै राख्नु भएको छ खेल सकेर नयाँ कपडा फोहोर गरिराख्नु भएको छ सकियो अब देउडा सुरु हुँदैछ गम्सा गम्सी देउडा यो बुवा पर्वमा उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू अब हाम्रो बिहानको चौबन्यादेखिको सम्पूर्ण भारी खेलहरू चाहिँ सकिएको जानकारी गराउन चाहन्छौँ र लगत्तै सम्पूर्ण अब हाम्रो केही क्षणमै चाली हुने गइरहेकोले चालीमा सम्पूर्ण
खेलाडीहरूले चाहिँ ढाल र तरबार ल्याएर उपस्थित भएर चाली खेल्नेछौँ र त्यसपछि लगत्तै हाम्रो देउडा चाहिँ सुरु हुनेछ आज दिउँसो लगभग हामी बेलुकी 6-7 बजेसम्म नि आज दिउँसो अब खानासाना खाएर लगभग 1 बज्छ होला 1 बजेबाट हामी 6-7 बजेसम्म नि देउडा आयोजना गर्नेछौँ अब देउडा खेलाडीहरू हिजो यहाँ पुगिसक्नु भएको छ हजुरहरू सबै त्यो विषयमा जानकारी नै हुनुहुन्छ आज भव्यताका साथ एकदमै रमाइलो छ हाम्रो देउडा खेलाडी महिला खेलाडी हाम्रो जसुदा आचार्य र त्यसपछि पुरुष खेलाडी धनबहादुर ढोकाजी बीच घम्साघम्सी देउडा हुने नै छ त्यसमा अरू पनि विभिन्न खेलाडीहरू उपस्थित हुनुभएको छ उहाँहरूले पनि आफ्नो एउटा आलो पालो गरेर चाहिँ देउडा खेल खेलिनेछ यहाँहरूमा सम्पूर्ण मैले जानकारी गराएँ अब एउटा चाली खेल्दाखेरि चाहिँ अनिवार्य ढाल र तरबार ल्याएर चाहिँ एउटा सभ्य तरिकाले खेलिदिनु हुनेछ भन्ने आशा गर्दै पुनः देउडाको लागि चाहिँ हामी 1 बजे या सम्पूर्ण 1 बजे उपस्थित भएर सुरु हुन्छ भन्ने मैले एउटा सूचना गर्दै म यसलाई चाहिँ बिदा हुन्छु हस् धन्यवाद अब अहिले चालीको सुरुवात हुँदैछ केही समयपछि चाली खेलिँदैछ ढाल तरबार नचाएर त्यो यसमा जोडिनेछौँ फेरि जतिजनाले हेरिराख्नु भएको छ तपाईँहरू सबैलाई भुवा पर्वको धेरै धेरै शुभकामना दिन चाहन्छौँ यतिखेर हामी बाजुरा जिल्ला बढीमालिका नगरपालिका वडा नम्बर 7 प्रजातोलीमा छौँ जतिजनाले हेरिराख्नु भएको छ स्वदेश विदेशबाट सेयर गर्नुहोला आफ्नो संस्कृति आफ्नो पर्व हाम्रो गौरव हो गौरवलाई चाहिँ यो जगेर्ना गरिराख्नुपर्छ जहाँ जहाँबाट हेरिराख्नु भएको छ कमेन्ट पनि गर्नुहोला तपाईँहरू सबैलाई भुवा पर्वको फेरि पनि शुभकामना दिन चाहन्छौँ र एकदमै सेयर गर्नुहोला भन्न चाहन्छौँ हस्